यो भैरवनाथको अवलोकनका निम्ति यसै सन्धिनगर नगरपालिकाका श्रद्धेय नगर प्रमुखज्यू कृष्ण प्रसाद श्रेष्ठज्यू, नगर उपप्रमुख मिश्र आचार्यज्यूलाई पनि हामीले भैरवनाथको अवलोकनका निम्ति आमन्त्रण गरेका थियौँ। सँगसँगै भैरवनाथको अवलोकन गर्नका निम्ति भनेर सन्धिखर्क नगरपालिकाका पूर्व नगर प्रमुख पवन प्रसाद भूषालज्यू सँगसँगै उपस्थित हुनुहुन्छ। यसै गरी श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू लगायतका विभिन्न सबै कार्य प्रमुखज्यूहरू, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिज्यूहरूलाई पनि हामीले आमन्त्रण गरेका थियौँ। उहाँहरूले आफ्नो ठाउँबाट भैरवनाथको अवलोकन गर्नुहुनेछ, गर्नुभएको छ भन्ने हामीले अपेक्षा लिएका छौँ। यसै गरी भैरवनाथको व्यवस्थापन तथा अवलोकनका निम्ति मेलागय दबु, निशागय दबु लगायतका हाम्रा विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू पनि हुनुहुन्छ। सँगसँगै भैरवनाथको अवलोकन तथा प्रचार प्रसारका निम्ति भनेर नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीका अध्यक्ष गणेश कनालज्यू लगायतका सञ्चारकर्मीहरू पनि भैरवनाथको अवलोकन प्रत्यक्ष रूपमा प्रचार गरिराख्नु भएको छ र आज पनि गरिरहनुहुन्छ भन्ने मैले अपेक्षा लाग्दै अब पनि हामी काल भैरवको पहिलो पालतर्फ हामी प्रवेश गर्दैछौँ। धन्यवाद। वहाँ के क्यामेरा मैन गरे कति खुसी है यहाँ मलाई गीत बजा आमाको सातो लैदिलाई यहाँ त नगरमा त खप्पा साँप त गरेर होइन कि यहाँ त दुख्छ। तिमीहरू के अगाडि अगाडि घुम्यो अन्त कना फुत्के त पछाडि गयो यार काल भैरवको कना फुत्के त पछाडि गयो। त्यसलाई घुमेर नि दा भने
हामी भैरव नाचको जहिले पनि सुरु गर्छौँ। त्यसपछि पहिलो ताल पूर्वले हामी विशेष पूजा अर्चना गर्ने गर्दछौँ। हामीले भैरव नाचको नाच्नु पूर्व हामी यहाँ आउनु पूर्व पनि हामी विधि विधानपूर्वक हामीले देवालय गरेर निस्कन्छौँ। हामी जहाँ जहाँ बाटोमा पनि हामी मन्दिर देख्छौँ त्यहाँ पनि देवालय गर्छौँ, भगवान्लाई स्मरण गर्छौँ, सम्मान गर्छौँ। यसरी नै हामी जुन ठाउँमा पनि काल भैरव हामी नाच्दै गर्दा भैरव नाच देखाउँदै गर्दा हामी सुरुवातमै मञ्चमा भैरवको आवागमन भइसकेपछि विशेष पूजा अर्चना गर्ने गर्दछौँ। यो पूजा अर्चनालाई हामीले निकै महत्त्वका साथ हेर्ने गर्दछौँ। यो पूजामा खास गरी हामीले नाच्ने पात्रहरू, प्रमुख पात्रहरू, चारवटा पात्रहरू भन्छौँ। पहिलोमा हामीले हाम्रो भाषामा हामी डङ्केनी भन्छौँ। हामीले काल भैरवले मिलाइने जहिले पनि डङ्केनीलाई अगाडि लगाएर हिँड्ने गर्नुहुन्छ। सोही मान्यता अनुरूप हामी हाम्रो हरेक नाचहरूमा डङ्केनी पहिलो चरणमा हुनुहुन्छ। त्यसपछि काल